के छ मेरो साथीहरूलाई ठिक छ होला कि रात यहाँ पुरा हिउँ परिरहेको ठुम्खामा यस्तो बबाए -2 डिग्री भइसक्यो जाडो बेला खङ्खारै हिउँ परे आए यस्तो छ हिउँ परेर यहाँ मुखाइभरि पुरै यस्तो कपडा भिज्ने भयो यसो बाहिर जाऊँ भनेर निस्किएको बबाल हिउँ रहेछ क्या खङ्खारै हिउँ परे ल बबाल देखियो त आज त हो यहाँ पुरै गाडी आज यो खासै हिउँ पर्ने ठाउँ त होइन त्यही पनि आज धेरै जाडो भएर हो क्या ग्लोभ्स नलागेको मासुलाई पुरै हाते बबालै देखियो क्या आज त ल मजा आइरहेको थियो हिउँमा हिँड्न यहाँ धेरै फर्स्ट टाइम हो मेरो यहाँ हिउँमा उ भएको बबाल रमाइलो हुँदो रहेछ त्यहाँनिर उहरू के चारनिजहरू बाहिर निस्केर फोटोसोटो खिच्दैछन् यहाँ यस्तो मजाले बबालै देखियो कि पुरै खतरै पऱ्यो त हिउँ त हेर मजा आउँछ नि यसरी दामी पऱ्यो त पुरै सेतै छ क्या हिउँ मजा आइरहेको जोस् म यसो कन्भिनियन्टतिर हिँड्नु लागेको त्यही भएर हिउँ परिरहेको रहेछ अनि अर्को मेरो साथी अर्कोमा हाकुदाखेरि उता अन्त गहन् साथी कहाँ गहन् फेरि चिसै हुन्छ क्या अरू भन्दा नि पानी नै त हो यो यस्तो राम्रो देखिन्छ यहाँ हिउँ परेपछि उतातिर त झन् दामी परेछ यहाँ त कम भएछ त घटेको क्या यो पुरै ऊहरू हो म चट्टै हिँड्दै गर्दै हिँडिरहेको अब कन्भिनी गरेर यसो काम छ कन्भिनी जान माथि चाहिँ दामी परेको थियो फोटोसोटो पनि बबाल आउँछ है त्यसमा अहिले त उता त खतरा परेछ यार म बस्तीतिर त यहाँ अलिक खाल्टो भएर घटेको के हो यहाँ खासै यो चाहिँ खासै हिउँ पर्ने ठाउँ होइन क्या त्यही भएर आज कहाँ खासमा यहाँ चाहिँ हिउँ नपर्ने ठाउँ हो यो लास्टै जाडो भएर हो कि आज -2 छ ए 2 छ -2 होइन 2 छ त्यही भएर जाडो पानी पर्छ भनेर आज दिउँसभरि पानी पर्छ भन्थ्यो पानी परेन हिउँ पर्न लाग्यो अब कति घन्टा पर्छ अब यस्तो मजा आउँछ कि हिउँमा हिँड्न त अलि धेरै पऱ्यो भने त हो नत्र चाहिँ अब यहाँ यस्तो रोडमा पुरै मोबाइलभरि नै हिउँ भइसक्यो मेरो बबाल म बस्ने चाहिँ यतातिर हो त्यहाँ बाहिर बस्छ केटीहरू निस्कियो अनि त्यहाँ उसहरू जापानिजहरू हाम्रो नेपालीहरू पनि बस्छ त्यहाँ निस्कियो पुरा यहाँ चाहिँ चट्ट अब यो उसले गर्दाखेरि छेक्यो नि त यो अलिक कोप्छ कि म गर्ने ठाउँ चाहिँ हल्का यस्तो ठाडो छ पहाडी बाटो पहाडी जस्तो एरिया छ कि यो काठमाडौँ जस्तै हो क्या आउँछु तल माथि त्यही भएर यतातिर यो कारहरू यस्तो राम्रो बबाल देखिन्छ क्या फेरि अब यहाँ चाहिँ अब सिन्टो छ जान फेरि एक्लै जान त्यस्तै हो क्या झ्याउ लाग्छ क्या एक्लै हिँड्न भनेपछि भ्लग पनि अब अहिले पनि मैले कति हप्तैपछि बनाएँ क्या त्यही पनि आज स्पेसली हिउँ परेर नत्र जाने आउने त डेली भइरहेको यताउति घुमेर नयाँ मर्सिडिज कारमाथि अब मजा आइरहेको त सर हिउँ परिरहेको अझै बबाल म त उता माथितिर बबाल झन् परेको थियो यो पानी परेर हो क्या धेरै चिसो भएपछि हिउँ पऱ्यो उता सेल्फी खिचिरहेको भिडियो बनाइरहनु मान्छेहरूले नेपाली नै त्यही यता चाहिँ कम भएर म बसेतिर चाहिँ बवाल बाक्लै परेको थियो यतातिर चाहिँ अब रात पर्न लाग्यो नि त साँझ हुन लाग्यो त्यही भएर सिन्टोहरू पनि यस्तो राम्रो देखिन्छ
यतातिर कम भएको उतातिर झन् बगाल पऱ्यो खाल्टोमा भएर नपऱ्यो है नबनेर ल म चाहिँ अलि ऊ भएपछि निस्केछु कि हिउँ भ्याइएपछि भर्खरै गरेर चाहिँ हिउँ रोकियो हिउँ परिसकेर यस्तो राम्रो देखिन्छ नि अब ठ्याक्क ऊ त्यो झर्ना लाग्यो नि त ठाउँ छोडिदियो मलाई उनीहरूले फेरि उ गरेर ठाउँ सट्ट छोडिदिन्छ क्या बवाल देखिन्छ क्या फेरि चट्ट यस भएपछि जाडो भयो त मुखैमा ओठै चिसो हिउँ त भयो सुकेपछि पुरै पानी नै हो क्या यति छिटो खासै ठुलो भएन नि त तर धेरै पर्न चाहिँ धेरै नै परेर रहेछ है धेरै नै परेर रहेछ पर्न त म अलि ढिलो आएँ कि भर्खरै म निस्किनु अब माथितिर त पऱ्यो होला यता त गयो म बस्नुतिर पऱ्यो होला यता त छैन अब म चाहिँ कन्भिनतिर गएर सामान किन्न फर्केर जानुपर्छ फेरि अब हिउँ पनि हेरियो यसो त्यही अब कन्भिनतिर अलिअलि काम छ त्यसपछि अब हेरौँ कहीँ त गएन अब त्यही पनि हिउँ निस्क्यो भनेर हिउँ पऱ्यो भनेर यसो छिटै निस्क्यौँ भनेर नत्र पर्नु त अलिअलि सुर परिरह त्यही हो मेन परेको बेलामा अघि नै सुरुमा हेर्दाखेरि यत्तिको परिरहेको थियो मैले हेर्दाखेरि चाहिँ फेरि परिरहेको थियो त्यति बेला चाहिँ निस्किएन म अहिले चाहिँ अब यताबाट जाउँ कि हो त्यही भएर अहिले चाहिँ मजाले अब रोकिसक्यो नि त कस्तो राम्रो देखिन्छ क्या फेरि मजाले हिउँ परेपछि फेरि मौसम छ्याक्क यो पार्कमा जुन दामी देख्यो होला सोल्टीको पुरै ढाक्यो छ निकै ढाक्यो छ उता यता अलि समुद्रतिर चिसो हुन्छ नि त त्यहीबाट झन् धेरै पऱ्यो रमेश बस्तीतिर झन् धेरै पऱ्यो होला यतातिर त खासै म बस्तीतिर समुद्र एरिया छैन टाढै छ त्यही भएर पनि कम पऱ्यो क्या पर्न त फेरि रहेछ हल्का उडिरह तर हरिबै पऱ्यो रहेछ यार यस्तो कारमाथि हिउँ यत्रो पर्नु भने त धेरै नै पऱ्यो हो कि म बिन्दास सुतेर बसिरहेको थिएँ अनि जस्तो खाएँ त्यसपछि हिँडेर हो बाहिर निस्केर पुरा हाम्रो अपार्टमेन्टमा बस्ने केटीहरू पनि नेपाली केटीहरू पनि बाहिर निस्केर फोटो खिचिरहेको थिएँ ठिकै हो अर्कोचोटि पऱ्यो भने हेरौँ ल केही थिएन कन्टिन्यूमा आएर सामान किन्नु पऱ्यो कन्टिन्यू पनि आइसक्यो यहाँ फ्यामिली मार्टमा गएर सामान किन्नु पुरा गाडीहरू पुरै यो उसबाट आएको गाडीहरू हो क्या यिनीहरू समुद्र छेउबाट आएको गाडीहरू त्यतातिर चिसो धेरै हुन्छ हिउँ पर्छ नि त झन् बाक्लो हिउँ पर्छ हामी त पर्न त परिहाल्छ मजाले जाडो भयो मैले त ओठै जाडोले कालै भइन्छ क्या चिसो भएर यहाँ गएर सामान किनेर फर्किनु पर्छ गएर फर्केर पनि आयो हिउँ पनि रोकियो अब है जाडो भयो बवाल देखिरहेको पछाडिबाट यस्तो छ क्या यहाँ हाम्रो मन्दिर भइहाल्यो मेरो घर अगाडिको सिन्टो यस्तो छ यहाँबाट जानुपर्छ झ्याउला राखे घाम यस्तो दामी देखिरहेको यहाँ मजाले यहाँ अब अरू कम्पनीमा काम गरेर नि आयो सानो काम थियो त्यो बनाएर पनि आएँ
अब यो चट्ट फर्किने घर फर्किँदा अब काम नभएपछि फेरि ज्याउ लाग्छ कि यताउति हिँड्नै सो दामी देखियो कि फेरि चट्ट हिउँ परेर भएपछि मौसम क्लियर भएपछि यस्तो चट्ट देखिन्छ कि जाडो छ हो हिउँ रोक्यो पनि चट्ट बवाल देखिन्छ क्या फेरि हिउँ रोकिएपछि मेरो चाहिँ यतातिर रुम चाहिँ हिँड्नलाई 5 बजे ठ्याक्क बेलु बज्यो यसको यहाँ चाहिँ 5 बजे बेलु बज्छ हरेक उसमा पार्कको बेलु बज्छ क्या जापानको 5 बजे 10 बजे 8 बजे अनि 12 बजे ठ्याक्क कस्तो दामी देख्यो फोटै खिच्नुपर्ने जस्तो के चट्ट हिउँ परेर बन्द भयो चट्ट हिउँ परेर बन्द भएपछि मजाले जाडो फेरि यस्तो हातै ठिरायो उदाए पनि यस्तो ठिरायो कि हात भिजा दामी देखिन्छ कि चट्ट अब हाम्रो यो ऊ छ क्या यो रुम नजिकै चाहिँ यहाँ चाहिँ यो के अरे ऊ भन्छ कि यसलाई यो यिनीहरूको ऋतु मान्छे मरेपछि चाहिँ स्मारिका जस्तो क्या हरेक परिवारको एउटा स्मारिका हुन्छ यिनीहरूको यस्तो सब उस गरेपछि चाहिँ यहाँ फुल चढाउने यताउति पुरा नियमहरू छ चट्ट त्यहाँ देखिरहेको होला अब फुल चढाएकै छौँ मजाले अझै बाक्लो परेको भए पुरै खतरै बस्ने थियो ओ यो फर्केर गयो हिँडिन्छ अब बबाल लाइटिङ पनि आजलाई उयो बबाल लाइटिङ पऱ्यो क्या जस्तरी यस्तो छ अब काम पनि गर्न लाग्यो यो कोठामा नबस्ने भन्दा यहाँ जाडोले मरिन्छ हात ठिराएर रातै भइसक्यो मुख पनि पुरै ग्लोभ लाउनुपर्छ यहाँ एकैछिन हो कि हिउँ खेल्ने भन्ने रमाइलो मात्रै हो तर मजा चाहिँ आउँछ खासै त्यस्तो पोकै पर्ने जस्तो हिउँ परे होइन नि त चाहिँ रुमतिर आउनु लाग्यो पनि जाडो छ धन्न आजै हो पानी पर्छ यहाँ भनेर त पानी पर्छ भन्ने त थियो न्युजमा मौसममा चाहिँ अझै सुक्यो होइन यहाँकै अब सुक्छ बिस्तारै अब खासै परे होइन नि त बवाल देखिन्छ क्या एकछिन मजा आयो रमाइलो भयो फर्स्ट टाइम म हिउँ परे आएँ हाम्रो घरतिर पर्दैन नि त हाम्रो घरतिर तुसारो कुहिरो सब पर्छ हिउँ चाहिँ पर्दैन अब त्यो हेऱ्यो एकछिन मजा चाहिँ भयो होला अझ त्यस्तो छ म हाम्रो मेन सिटी हो यो म बस्ने चाहिँ अब पाहाडमा है यहाँ चाहिँ सिधै तल जाने हो कामसाम गर्न चाहिँ हो यहाँ चारैतिर चाहिँ हिउँ पहिरा कहाँ छु मैले कहाँ हो म देखिँदै देखिन्न त तल माथिको भ्यू रहेछ अघि तर पुरै बाफै निस्किएको थियो क्या खत्रै
अझै धेरै कम भयो, जाडो चाहिँ छ। आजलाई चाहिँ यति नै, नेक्स्ट भ्लगमा भेटौँला। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। बाई बाई, टेक केयर।